आशिका तामाङलाई किन हिरासतमा राखियो र किन पक्रियो भन्दाखेरि उहाँले जुन हिडन क्यामेरा युज गर्नुभएको छ नि, यो स्क्रिनमा देखाइरहेको क्लिपहरू उहाँले हिडन क्यामेराबाट लिएको क्लिपहरू हो। हेर्नु होला, उहाँको मोबाइल टेबलमा छ हैन, उहाँले निकाल्दै हुनुहुन्छ त्यो मोबाइल पनि, अनि उहाँले हेर्दै हुनुहुन्छ कि क्यामेरा अन छ कि छैन भनेर। यो क्यामेरा चाहिँ हाम्रो देशको भ्रष्टाचारी नेताहरू र जसले घुस लिन्छ नि, घुस हो, उनीहरूको लागि चाहिँ एकदमै सही क्यामेरा हो। त्यस्तोहरूलाई चाहिँ यो क्यामेराले ठिक पार्छ है। त्यस्तो ठाउँमा पुग्न अझै बाँकी छ। आशिका तामाङ अहिले कुनै पनि पार्टीको नेता भइदिएको भए, कुनै पनि पार्टीको कार्यकर्ता भइदिएको भए अहिले नि रोडमा रागा जुलुस निस्किसक्थ्यो क्या यति बेलासम्म। तर सुनसान छ, चुपचाप छ, कसैले एउटा रिहाईको माग समेत गरेको छैन। बुझ्नुभयो? एउटा सामान्य नागरिकलाई कसरी दबाउन खोज्दै रहेछ भन्ने कुरा त प्रश्न भइहाल्यो हैन। र उहाँले उठाउनु भएको मुद्दा सही थियो हैन, भ्रष्टाचारीहरूलाई एकदमै सही थियो। र जहाँ जुन ठाउँमा एउटा व्यापार व्यवसायको नाममा ठगी गरेको छ उनीहरूको ठाउँमा एकदमै सही थियो। तर सामान्य जनताको लागि चाहिँ सामान्य जनताको ढोकामा गएर थर्काउनु उहाँको त्यो अशोभनीय थियो है। उहाँले उठाएको मुद्दा सही हुँदा हुँदै पनि उहाँले गर्नुभएको शैली जुन गलत थियो, त्यो गलत शैलीको कारणले गर्दा आज उहाँलाई हिरासतमा राखियो। र उहाँले चलाउनु भएको यो हिडन क्यामेरा छ नि, यो हिडन क्यामेराले कस्तो भिडियो खिच्न पाइन्छ, कस्तो भिडियो खिच्न पाइँदैन भन्ने कुरा पनि अनुसन्धान गर्दै होला प्रहरीले हैन। यति बेला यो हिडन क्यामेरा तपाईँको घरको भित्तामा राख्न पनि मिल्छ हैन, तपाईँको घरको ढोकामा राख्न पनि मिल्छ। जुन क्यामेराले तपाईँको घरमा चोर आउँदैछ भने चोर पक्रिन एकदमै सजिलो हुन्छ है। त्यसकारणले गर्दा यो क्यामेराले चोर पक्रिने क्यामेरा हो, यो क्यामेरा लुकेर खिच्ने क्यामेरा हो। त्यसकारणले गर्दा जुन पाए त्यही ठाउँमा यो क्यामेरा प्रयोग गर्न मिल्दैन। यो कुराहरू एकदमै विज्ञहरूलाई पनि सोध्न सक्नुहुनेछ हैन। म भन्दा एकदमै अग्रज फोटोग्राफर भिडियोग्राफरहरू पनि हुनुहुन्छ, उहाँहरूसँग बुझ्न पनि सक्नुहुन्छ तपाईँहरूले हैन। हाम्रो नेपालमा कानुन छ तर कार्यान्वयन छैन है। हाम्रो नेपालमा पनि भनिएको छ क्या, जुन पाए त्यही ठाउँको फोटो भिडियो लिन पाइँदैन भनेर भनिन्छ मात्रै, त्यो एउटा कागजमा सीमित मात्रै छ, त्यसलाई कार्यान्वयनमा कसैले पनि ल्याएको छैन र ल्याउँदैन पनि। त्यसकारणले हाम्रो नेपाल एकदमै फ्री छ, फोटो भिडियो जहाँ जुन ठाउँमा पनि लिनलाई फ्री छ। तर बुझ्ने मान्छेले चाहिँ त्यसरी लिँदैन हैन। जो व्यक्ति फोटोग्राफर र भिडियोग्राफरलाई पेशागत रूपमा अगाल्नु भएको छ नि, उहाँहरूलाई राम्रोसँग थाहा छ कि कस्तो ठाउँको भिडियो लिने, कस्तो ठाउँको फोटो लिने, कस्तो ठाउँको नलिने भन्ने कुरा उहाँहरूलाई एकदमै ज्ञान छ। र त्यो विषयमा मलाई पनि ज्ञान भएको कारणले तपाईँहरूलाई मैले बारम्बार भनेको, किन भन्दाखेरि मैले पनि 4 वर्ष DXL क्यामेरा लिएर काम गरेको मान्छे हो। म त्यसै बोलेको होइन क्या। तपाईँहरू मलाई नबुझिकन हैन कुनै कुरा थाहा नभइकन कमेन्टमा आएर त्यो नेगेटिभ कमेन्ट गरेर भुक्ने काम चाहिँ बन्द गर्नुस् क्या। जो कोही मान्छेलाई त्यो विषयमा थाहा नभइकन कोही पनि बोल्दैन, बुझ्नुभयो नि। म पनि कुनै बेला यही फोटो भिडियोग्राफरबाट नै काम गरेर आएको मान्छे भएर तपाईँहरूलाई मैले यो ज्ञान दिएको हो, यो गलत हो भनेर है। उहाँले उठाएको मुद्दा सही भए पनि उहाँले गर्नुभएको शैली गलत छ, अझै पनि भन्छु। त्यसकारणले गर्दा उहाँ हिरासतमा रहनु भएको छ है। अब उहाँलाई धेरै कुराहरू सिकाएर पठाउनुहुन्छ होला सायद प्रहरीले। अब उहाँ सुध्रिनुहुन्छ र सुध्रिनुपर्छ र उहाँ 5 दिनको म्याद थपेर हिरासतमा राखे तापनि 5 दिनको दिनमा उहाँलाई छोडियोस्। अझै पनि म त्यही भन्छु हैन। त्यसपछि चाहिँ उहाँले राम्रो कामहरू गर्दै जानुहुनेछ, तपाईँहरूले पनि सपोर्ट गर्नु होला, मैले पनि सपोर्ट गर्छु। मेरो तर्फबाट उहाँले गर्नुभएको राम्रो कामहरूको कदर गर्दै अझै पनि सपोर्ट गर्नेछु है त। र उहाँको जुन शैली छ नि, त्यो शैलीलाई चाहिँ अझै पनि सुध्रिनको लागि सुझाव दिन चाहन्छु है त। धन्यवाद।